नमस्ते। आज हामी एउटा यस्तो स्वास्थ्य समस्याका बारेमा चर्चा गर्न गइरहेका छौं जुन समस्या सबैभन्दा पहिला त आफूलाई भएको कुरा अनुभूति गर्न गाह्रो हुन्छ अनि अनुभूति गरिसकेपछि यो अरूलाई अभिव्यक्त गर्न गाह्रो हुन्छ अनि अभिव्यक्त गरिसकेपछि त्यो मानिसले पनि यो कुरालाई जसरी लिनुपर्ने हो त्यो भन्दा फरक किसिमले लिदिन्छ। त्यसैले गर्दा यो समस्या झन जटिल बन्दै गइदिन्छ। अबको केही समय तपाईहरू हामीसँग रहनुहोस् र महसुस गर्नुहोस् कतै यो स्वास्थ्य समस्या तपाई हामीलाई त छैन अथवा हामीसँग सम्बन्धित त छैन। जीवनको एउटा लामो समय यही समस्याबाट गुज्रे तापनि अहिले अगाडि आएर आफ्नो समस्या भन्ने र यस्तै धेरै अरूलाई जीवनको नयाँ बाटो देखाउने साहस गर्ने एक युवक हामीसँग हुनुहुन्छ। हामी स्वागत गर्न चाहन्छौँ मातृका देवकोटाज्यूलाई। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्ते। केमा व्यस्त अचेल तपाईँ? अहिलेसम्म छुटेको जुन एउटा भाग हो स्वास्थ्यभित्रको पनि मानसिक स्वास्थ्य, अनि यसलाई कसरी आगामी नीतिमा यसलाई मानसिक स्वास्थ्यलाई नि राख्न सकिन्छ ताकि अनि मानसिक स्वास्थ्यलाई पनि अनि जुन रूपमा यसलाई सम्बोधन गर्नुपर्ने हो गरियोस् भन्ने अपेक्षामा। हजुर, तपाईले यही काम गरिराख्नु भएको छैन? मानसिक स्वास्थ्यलाई कसरी एउटा जनमानसमा अगाडि ल्याउने अथवा भनौँ लुकेर रहेको यो तथ्यलाई समाजमा बाहिर ल्याउने र त्यस्ता मानिसहरूलाई जीवनमा एउटा नयाँ बाटो देखाउने काममा तपाईँ तल्लीन हुनुहुन्छ होइन? हजुर, हामी कोसिस गर्दैछौँ। हाम्रो संस्थाको नाम नै कोसिस हो। मार्फत म तपाईँको जीवनको अतीतमा जान चाहन्छु र म क्षमा पनि प्रार्थी छु। पहिला नै म क्षमा पनि माग्छु कि म तपाईँको जीवनको त्यो पाटोमा जाँदैछु जुन एउटा तितो अतीत बनेर तपाईँको जीवनमा रहेको छ र तपाईँले जीवनको 10 वर्ष महत्त्वपूर्ण 10 वर्ष 15 देखि 25 वर्षको उमेर एउटा यस्तो समय व्यतीत गर्नुभयो जति बेला तपाईँले धेरै चिज गर्न सक्नुहुन्थ्यो तर आफैमा हराएर बाँच्नुभयो होइन? कसरी लिनुहुन्छ त्यो समयलाई? भन्नुहोस् न, के भएको थियो तपाईँलाई? एक किसिमले मैले हेर्दा नकारात्मक किसिमबाट एउटा जुन निको भएको घाउ भन्न नि एउटा जुन खाटो त अनि जीवनमा हुन्छ हरेक व्यक्तिमा, जतिसुकै अतीतलाई हेर्दिनँ भने पनि। र अनि मेरो जब म गोर्खाको एउटा राम्रो स्कुलमा पढ्दै गर्दा र भविष्य सुन्दर भविष्य म आफ्नो अनि मेरो परिवारको, मेरो बुवा आमाको अनि मेरो शिक्षक शिक्षिकाहरूको त्यही पश्चातमा अनि जब मलाई अकस्मात मलाई मेरो दिनचर्यामा विशेष गरेर मेरो खानेकुरामा अनि सुत्ने कुरामा एक्कासी परिवर्तन हुँदै आयो अनि म त्यो समस्या बढ्दै गयो अनि यो समस्या हो भनेर थाहा हुन नै मलाई पुरा 10 वर्ष लाग्यो। म र मेरो परिवारलाई, मेरो बुवा आमालाई। के हुन्थ्यो तपाईँलाई भन्नुहोस् न? विशेष गरेर अनुभूति हुन्थ्यो, लक्षण भनौँ न, कस्तो हुन्थ्यो? विशेष गरेर मलाई जति बेला पनि थकै लागिरहने अनि त्यसपछि अनि कब्जियत हुने, खाना राम्रो नरुच्ने, खाए पनि पाचन नहुने खाना र अनि हातखुट्टा काम्ने, डराएको जस्तो हुने, मलाई केही गम्भीर केही हुँदैछ, म अब केही हुँदैछ, मेरो बाँच्ने आशा छैन अब अनि अब म मर्छु होला भन्ने त्यस्तो हुने अनि त्यस्तो खालको विचारहरू आउने र एक किसिमको छातीमा अनि केही गह्रौँ कुराले थिचिराखेको जस्तो अनि यो 24 घन्टा ताकि म जब सुत्न भनेर पढ्न भनेर लाग्थेँ अनि त्यति बेला झन् म थाकेपछि अनि म सुतै हुने लामो समयसम्म अनि निन्द्राबाट बिउजिँदा झन् एकदमै झन् गरुको मन शरीर भएर अनि त्यसरी बिउजिने। 15 वर्षदेखि 25 वर्ष 10 वर्षसम्म तपाईँलाई यो अनुभूति निरन्तर भयो? निरन्तर भयो। कसरी लियो परिवारले अथवा समाजले यो कुरालाई? म पढ्न सकिनँ। पढ्न नसकेपछि अनि त्यसपछि म घर फर्किएर गएँ। घर फर्किएपछि अब मेरो बुवा आमालाई, परिवारलाई अब सामाजिक रूपमा नै अनि उहाँहरूलाई झन् गाह्रो भयो एउटा समुदायको अगाडि। त्यसपछि अनि स्थानीय गोर्खाकै मिसन हस्पिटलमा जाँदा अनि यो चाहिँ एक किसिमको मानसिक समस्या हो भनेर त्यति बेला अनि उनीहरूले भने। अन्त त्यसको पश्चात अनि त्यहाँ त उपचारमा जानुभयो तपाईँ? उपचारमा उपचारमा गइसकेपछि तपाईँले केही राहत महसुस भयो तत्कालै? तत्काल मलाई केही समय चाहिँ राहत महसुस भयो। मलाई मेरो दैनिक निन्द्राहरू पनि राम्रो भयो, खानेकुराहरू पनि राम्रो भएपछि फिजिकली मेन्टली अलिकति राम्रो भयो। तर सुरुमा मैले जब आफ्नो समस्या त 10 वर्षसम्म सहेको समस्या म यति उत्तेजित भएर कि खुसी भएर साथीहरूलाई, मेरो नातेदारलाई मलाई यस्तो बिरामी रहेछ म त निको भएँ अनि भनेर जब भने, तर मैले भनेको 1-2 महिना पछाडि झन् मलाई ठुलो सामाजिक बहिष्कार भयो। फलानु त
यी शब्दहरूलाई हामी प्रोत्साहन गर्दैनौँ जुन बोल्नको लागि अहिले हामीले, तर फलानु त सिद्धिएछ, खुस्किएछ, फलानु त यस्तो भएछ भनेर अनि पछाडि गएर झन् मान्छेले हेर्ने अनि मलाई चिन्छस् भन्दै आउन थाले मान्छेहरूले, झन् विश्वास नगर्ने अवस्था भयो, विश्वास नगर्ने वातावरण भयो। अनि त्यसपछि मैले अनि लुकाएँ, अनि मान्छेहरूलाई भन्न छोडेँ, नयाँ साथीहरू बनाउन थालेँ। पुराना साथीहरूलाई नभेटेर नयाँ साथी बनाएर अनि औषधि कतै जानेछ भने लुकाएर औषधि खाने बेलामा अनि थुकले निल्ने, पानी नभइकन थाहा हुन्छ कि भनेर कुनै बेलामा अनि चर्पीमा जाँदा औषधि लिएर जाने अनि थुकले निल्ने, त्यतिसम्म। हजुर, तपाईँको भनाइको अर्थ समस्या एउटा स्वास्थ्य समस्या हो, तर मान्छेले यसलाई भन्न चाहँदैनन्, किनभने समाज र परिवारले जुन आँखाले यो समस्यालाई हेर्छन् नि, त्यो चाहिँ नि समस्या रोगभन्दा पनि अझ बढी विकराल छ भन्दै हुनुहुन्छ तपाईँ। हजुर, विशेष गरेर हाम्रो लागि चाहिँ यो विभेदको कुरा जुन अनि यो नै मुख्य चुनौती हो, किनभने गलत अवधारणाहरू, मानसिक रूपमा अस्वस्थ हुनु भनेको चाहिँ एकदमै भयावह कुरा हो। उसको जीवन अब फेरि हुँदैन, सिद्धियो। अनि जुन एक किसिमको गलत अवधारणाहरू हाम्रो समुदायमा व्याप्त छ। अनि जस्तो तपाईँले त हामी देखिरहेछौँ, तपाईँले भन्नुभयो कि 15 देखि 25 वर्षको उमेर तपाईँले एउटा अर्कै किसिमको अवस्थामा बिताउनु भयो, होइन, एउटा मानसिक रोगीको अवस्थामा बिताउनु भयो, तर उपचार पाएर आज तपाईँ जस्तो हुनुहुन्छ हाम्रो अगाडि, एउटा स्वस्थ व्यक्तित्व, मानसिक रूपमा, शारीरिक रूपमा। त्यसपछि तपाईँले पढ्न पनि आफ्नो निरन्तरता दिनुभयो र अहिले एउटा संस्था मार्फत धेरै अरूको जीवनलाई चाहिँ उज्यालो छर्दै हुनुहुन्छ भने अहिलेको आफ्नो जीवनलाई तपाईँ कसरी हेर्नुहुन्छ? मेरो जीवनलाई एक किसिमले हेर्दा एकदमै आफूलाई म सफल ठान्दछु अनि एकदम सही मार्गमा म छु। जुन मेरो पूर्व जीवनको जुन पीडाहरू थियो त्यसलाई अनि अरू धेरै मानिसहरू जसरी म जस्तो एउटा पीडा सहेर अनि बाँचिरहनु भएको छ गाउँठाउँमा। अनि कति मानिसहरूलाई अमानवीय तरिकाबाट अनि साङ्ग्लोले बाँधेर कोठाभित्र थुनेर, गुफाभित्र थुनेर अनि एक किसिमको अनि कसैले पनि सामाजिक विभेदको कारणले मलाई यस्तो समस्या भनेर बाहिर भन्न सक्ने स्थिति छैन। तर चाहिँ अनि जुन मैले सुरु गरेको संस्थाले अनि हामीले चाहिँ अब मानसिक अस्वास्थ्य अथवा शारीरिक अस्वास्थ्य जसलाई पनि हुनसक्छ, तर यसलाई लुकाउने होइन, यसलाई बाहिर ल्याएर अनि हामीले यसलाई चाहिँ यो गलत अवधारणालाई हटाउनुपर्छ र यो पनि एउटा स्वास्थ्यको एउटा अभिन्न अङ्ग हो भनेर लानुपर्छ भन्ने कुरामा हामी आइरहेको छौँ। भने सङ्घ संस्थै नभएको हो कि राज्यले आँखै चिम्लेको हो कि? करिम भन्नुपर्दा यो मानसिक अस्वास्थ्यप्रति पीडितहरू चाहिँ एउटा सामाजिक विभेदले गर्दा बाहिर आएर चिच्याउन नसकेर हामीलाई अधिकार चाहियो भनेर अनि भन्न नसकेको कारण हामीहरू सङ्गठित भएर बाहिर आएर अधिकार भनेको कुरा चाहिँ, अधिकार र अवसर भनेको कुरा चाहिँ कसैले त्यसै दिँदैन। अनि त्यसको लागि हामी यहाँभन्दा अगाडि बाहिर आउन सकेनौँ। अनि पब्लिकमा आएर अनि जनमानसमा आएर यसलाई र सरकारसँग हामीले आएर यसलाई पैरवी गर्न नसकेको कारणले नै जस्तो लाग्छ। तर अब हामीले एक कदम अहिले चाहिँ अगाडि आइपुगेका छौँ। अब हामी पैरवीको लागि एउटा समयमा कुनै न कुनै रूपमा मानसिक समस्या भोग्नेहरू एउटा थलोमा जम्मा भएर अहिले तपाईँहरूले कोसिस गर्दै हुनुहुन्छ, होइन? तपाईँहरूले चाहिँ के गर्न खोजिराख्नु भएको छ? मूलत एउटा राज्य छ र राज्यका सम्बन्धित निकायहरू छन् र तिनीहरूमा जसरी एउटा स्वास्थ्यलाई शारीरिक मात्रै नभइकन अनि मानसिक रूपमा पनि व्यक्तिहरू स्वस्थ हुनुपर्छ। हरेक व्यक्तिको मानसिक स्वास्थ्यको बारेमा चर्चा हुनुपर्छ र अनि राज्यको सिस्टम जुन छ स्वास्थ्यको त्यो सिस्टमबाट एउटा प्रणालीबाट चाहिँ यसलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ, ताकि एउटा जबसम्म राज्यले यसलाई लिँदैन तबसम्म अनि यो व्यक्तिले अनि केही अनि संस्थाले गरेर हुनेवाला छैन। अनि त्यसको लागि हामी राज्य पक्षसँग नै यसको लागि नीतिमा अनि हामी पहल गरिरहेका छौँ। अहिले तपाईँको भनेको अर्थ मानसिक समस्या भनेको एउटा स्वास्थ्य समस्या हो र समयमै हामीले यसलाई उपचारतिर लग्यौँ भने, परिवारले साथ दियो भने एउटा मानसिक रोगी अथवा समस्या भएको मान्छे स्वस्थ हुन सक्छ, सामान्य मान्छे जस्तै। हजुर, त्यसको लागि म आफै पनि यहाँ अगाडि छु। अनि कुनै बेलामा म आफैले पनि सोचेको थिएन मेरो जीवन फेरि पहिलेको जस्तै जीवन होला भनेर। र त्यस्तै हामीसँग अनि कोसिससँग पनि उदाहरण छ। हामीसँग दर्जनौँ व्यक्तिहरू जो 25औँ वर्षसम्म सडकमा अनि विस्थापित भएर एउटा समुदायले जुन एउटा बौला भने त्यस्ता व्यक्तिहरू अहिले परिवारमा एकत्रित भएर अनि श्रीमानसँग अनि परिवारसँग
बस्न सक्नुभएको छ। अनि हामीसँग भएका यी सक्सेस स्टोरीहरू जुन सफलताका कथाहरू अनि यिनीहरूले नै देखाउँछ कि हरेक खालको मानसिक अस्वास्थ्य चाहिँ निको हुन्छ। तर यसको लागि चाहिँ परिवार औषधिको साथसाथै एउटा मेडिकलको साथसाथै अनि परिवार र एउटा सामाजिक सहायता भयो भने हरेक व्यक्ति साधारण जीवन जिउन सक्छ। अनि राज्यको नीतिले कसरी फरक पार्छ मातृकाजी? आजभन्दा 13 वर्ष अगाडि एउटा राष्ट्रिय मानसिक स्वास्थ्य नीति भनेर बनेको रहेछ। अनि जब म 5 वर्ष काठमाडौँ आएँ, 5 वर्षदेखि यतासम्म, अनि कति बेलामा मलाई कसैले भन्ने पोलिसी नै छैन भन्ने, अनि कसैले पोलिसी छ भन्ने, अनि त्यो कुरा कहाँ छ भनेर खोज्न धेरै समय लाग्यो। र अनि विभिन्न यो मानसिक स्वास्थ्यमा काम गर्ने सङ्घ संस्थाले पनि यदि त्यो सरकारको क्याबिनेटबाट एप्रुभ भएको हुन्छ त्यो छाप हानेको त्यो त हेर्न चाहिँ म चाहिँ एकदम आतुर थिएँ, अझै पनि छु। र त्यो अरू एउटा त्यत्तिकै अब जुन छपाई गरेको कपीहरू हेर्न भन्दा पनि, र अहिले पनि स्वास्थ्य मन्त्रालयसँग अनि दिनदिनै त्यो जुन 13 वर्ष अगाडिको जुन मास्टर कपी होला छाप लगाएको त्यसको फोटोकपी पाऊँ भनेर अनि त्यो दिनदिनै हामीले कुरा गरिरहेको छौँ। र त्यहाँ एकजना जुन सम्बन्धित निकायको व्यक्तिले उहाँले त्यो खोज्दै हुनुहुन्छ अहिले। र एउटा कुरा त्यो भयो। र अरू संसारमा एउटा मानसिक स्वास्थ्य सम्बन्धी एउटा नियम भनेर एउटा कानुनी रूपमा मानसिक अस्वस्थमा रहेका व्यक्तिहरूको मानव अधिकार भनेर त्यो चाहिँ अनि एउटा विश्व स्वास्थ्य सङ्गठनले दिएको एउटा गाइडलाइन्स हो, निर्देशिका हो। त्यो अनुसार हाम्रो देशमा मानसिक अस्वस्थता भएका व्यक्तिहरूको लागि मानव अधिकारको लागि त्यो कानुन अहिलेसम्म देशमा छैन। र हामीलाई मानसिक रूपमा रोगबाट हामी जुन पीडित छौँ अथवा अनि हाम्रो लागि अनि हाम्रो मानव अधिकारको लागि अनि हाम्रो लागि त्यो बारेमा अनि हामीले गएर कानुनी रूपमा कोर्टमा गएर अनि कहीँ गएर त्यो मुद्दा हालेर अथवा के गरेर अथवा अधिकार खोज्ने कुनै पनि अहिलेसम्म निकाय छैन। तपाईँहरूको अतीतको कारणले गर्दा तपाईँको आजको काम गराइलाई विश्वास नगर्ने अथवा प्रश्न उठाउने जस्तो अहिले पनि अवधारणा भेट्नुहुन्छ, महसुस गर्नुहुन्छ? यी आवाजविहीनहरूको लागि हामी आवाज बनिदिनुपर्छ भनेर अनि कति हामी मिटिङहरूमा हामी सँगै हुन्छौँ। अनि र त्यसपछि अर्को चाहिँ एउटा डिसेबल फ्रेन्डली खालको कुरा नभइकन अपाङ्गतामा रहेका व्यक्तिहरू नभइकन मानसिक रोगीहरू अनि एक किसिमको त्यो शब्दहरू र अझै अनि हामी चाहिँ के भन्छ भने कोसिसबाट हामी आवाजविहीन छैनौँ, तर हाम्रो आवाजलाई तपाईँले सुन्नुहोस् अनि हामीलाई सफ्टवेयर नदबाइदिनुहोस् हाम्रो आवाजलाई। हामी होला हाम्रो इम्प्याक्ट जुन मेरो व्यक्तित्वमा भन्यो भने 10 वर्षसम्मको डायग्नोसिस बिनाको जुन त्यो कारणले ममा इम्प्याक्ट छ, अझै पनि औषधि खानुपर्छ। यसो हुनुको एउटा प्रमुख कारण समस्यामा परेका मानिसहरू अगाडि नआइदिने र उनका परिवारले पनि एउटा अधिकारमुखी ढङ्गबाट आवाज नउठाइदिने र संसारले पनि त्यति धेरै साथ नदिएको अवस्था छ आज भने। यो एकातिर छ भने अर्कोतिर तपाईँ एउटा संस्था लिएर अगाडि आउनु भएको छ, तपाईँहरू जस्तो धेरै मानिसहरूको समूह छ होइन, कोसिस मार्फत धेरै गर्ने प्रयास गरिराख्नु भएको छ। जस्तो अहिले टेलिभिजन हेरिराख्नु भएको धेरै महानुभावहरूको घर परिवारमा यस्तो समस्या हुनसक्छ अथवा आफैमा पनि यस्तो समस्या हुनसक्छ। उहाँहरूले तपाईँहरूसँग कसरी ऐक्यबद्ध हुन सक्नुहुन्छ अथवा कसरी तपाईँहरू एक भएर अगाडि बढ्नको निम्ति आह्वान गर्न चाहनुहुन्छ? जुन हामी आफै जुन मानसिक समस्याबाट पीडित भइरहेका थियौँ अथवा छौँ, हामीहरू एकबद्ध हुन आवश्यकता छ। र हामी एकअर्कालाई कसरी हामी बुझ्न सक्छौँ किनभने हामी त्यस्तै खालको अनुभवबाट आएकाहरू छौँ। त्यसकारण अनि सबै यो कोसिस एउटा जुन संस्था जन्मिएको छ जुन मानसिक समस्या भएका हामी जस्ता व्यक्तिहरूको अधिकारको लागि, र यस संस्थामा अनि आग्रह गर्छु म अनि अरू म जस्तै पीडित अवस्थामा अथवा उहाँ जो अहिले अनि रिकभर हुनुभएको छ अथवा परिवारका सदस्यहरू अनि हामी सबै एकजुट हौँ र हाम्रो आवाजलाई बुलन्द बनाऊ। तपाईँको पहिलो अन्तर्वार्ता होइन टेलिभिजनमा यो, र अनुहार देखाएर आफ्नो वास्तविकता जुन तपाईँले अभिव्यक्त गर्नुभयो त्यो साहसको लागि पनि धन्यवाद अनि धेरै जानकारी दिनुभयो हामीलाई, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। तपाईँको यो सङ्घर्षमा हामी पनि साथै छौँ। धेरै धन्यवाद।